हेलो गाइज, आज चाहिँ मन्जिलको ह्याप्पी बर्थडे। एभ्री इयरमा चाहिँ मैले उसलाई चाहिने कुरा, उसलाई एकदमै मनपर्ने कुराहरू चाहिँ एभ्री इयर सरप्राइज गरिरहेको थिएँ। तर यो वर्ष चाहिँ मैले उसको लागि केही पनि प्लान गरेको छुइनँ। म यतिकै बिजी भएर आफूलाई सन्चो नभएर पनि मैले खासै योपालि उसको लागि भनेर केही पनि सोचिनँ। एभ्री इयर चाहिँ मैले उसलाई सरप्राइज बर्थडे राति होइन, उसको बर्थडेभन्दा एक दिन अगाडि अथवा उसको बर्थडेको दिन चाहिँ एनी हाउ मैले उसलाई सरप्राइज गिफ्ट दिने गरेको थिएँ। तर योपालि चाहिँ मैले उसको इभन केक पनि काटेको छैन है। अनि हिजो चाहिँ मैले यतिकै जिस्के के चाहिन्छ यो पालि बर्थडेमा भनेर सोधेको। उसले बाइक चाहिन्छ अरे, उसलाई बाइक चाहियो अरे, त्यो पनि क्रस फायर है। अनि क्रस फायर चाहियो अरे उसलाई। ठिकै छ, मैले चाहिँ मनमा ठिकै छ, उसलाई क्रस फायर चाहिएको रहेछ। अनि म उसलाई चाहिँ आज क्रस फायर बर्थडे गिफ्ट दिँदैछु, सरप्राइज। उसको रियाक्सन कस्तो हुन्छ भिडियोको अन्तिमसम्म हेर्नु होला है। अनि हजुरहरूलाई चाहिँ कस्तो लाग्यो मेरो सरप्राइज त्यो पनि भन्नु होला। यसको लागि चाहिँ मैले यति दिमाग लगाएको छु, यति इन्भेस्ट गरेको छु उसको बर्थडेको लागि भनेर। सो स्टे ट्युन गाइज, लास्टसम्म भिडियो हेरेर प्रतिक्रिया दिनु होला। बर्थडे सरप्राइजको लागि चाहिँ मैले यतिको डेकोरेसन गरेको छु भने उसको गिफ्ट पनि रेडी छ। मन्जिल चाहिँ उसको सरप्राइज गिफ्टको लागि चाहिँ एकदमै एक्साइटेड भएको जस्तो देखिन्थ्यो। मलाई एकदमै माया पनि लाग्यो लास्टमा उसको रियाक्सन हेरेर। तर उसको सरप्राइज गिफ्ट चाहिँ के थियो भनेर म हजुरहरूलाई भिडियो मार्फत देखाउँदैछु। मैले चाहिँ उसलाई मनपर्ने क्रस फायर बाइक नभेटेर चाहिँ यो R15 हो कि स्पोर्ट बाइक दिएको थिएँ। एकछिनको लागि एकदमै रमाइलो फन भएको थियो। उसलाई मनपर्ने क्रस फायर बाइक यो वर्ष दिन नसके पनि पछि म उसलाई दिने नै छु। अहिलेको लागि चाहिँ मैले उसलाई यो सानो एउटा मनी बुके दिएको थिएँ। एकछिनको लागि एकदमै रमाइलो भएको थियो। हजुरहरूलाई चाहिँ मेरो सरप्राइज कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। सबै चिप्लो भयो।